Hello Lex. Lex लिम्बूले ट्याग गरेको यो सबैलाई ट्याग। नमस्कार सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई, विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूलाई म टेक लिम्बू सिडनीबाट। लेक्स भाइले यो भिडियो ट्याग गेम युट्युबमा गरेको रहेछ र मैले भिडियो ट्याग सबैको लागि अलिक डिफ्रेन्ट स्टाइलले तर नेपालीमै बोलेर तपाईहरुको सामु मैले राख्न गइरहेको छु। Hello Lex. 5 वटा क्वेशन टाइम नेपालको भन्नुपर्दा म 2009 सेप्टेम्बरमा गएको थिएँ साथीको बिहाको लागि। तर स्टिल धुलो मैला घरहरु चाहिँ ठुल्ठुलो बढेको छ, धुलो फोहोर त्यो चाहिँ छ। म चाहिँ यहाँ सिडनीमा डान्स Girl, and I'ma go down that drain, girl. कोरियोग्राफर हो हैन। मैले गरेको डान्स कोरियोग्राफी तपाईले मेरो युट्युब च्यानलमा हेर्नु मोक्से डान्स ग्रुपमा टाइप गर्नु भयो भने तपाईले भेट्नुहुन्छ। सिन्कीको अचार र आलुदम एकदमै मिठो लाग्छ। त्यसमा चाहिँ नेपाली ड्रिङ्क्स पिउने भन्दाखेरि चाहिँ घरमै बनाएको रक्सी एकदमै मिठो लाग्छ। अनि नेपाललाई झल्काउने हाउसहोल्ड आइटम भन्नुपर्दा मेरोमा चाहिँ काँसाको थाल छ। मेरो आफ्नै कान्छी छामाले दिनुभएको 2006 नेपालबाट सिडनीमा फर्किँदाखेरि चाहिँ उहाँले दिनुभएको थियो। म त्यही काँसाको थालमा एभ्री डे आई क्यान इट। त्यसमा त्यही काँसाको थालमै खाना अब नेपाली खाना खान्छु म, जसले कि मलाई नेपालको सम्झना दिलाउँछ। र अर्को कुरा भन्नुपर्दा तपाईलाई नेपाली बोल्न आउँछ र केही शब्द भन्दिन, म अहिले नेपालीमै बोलिरहेको छु। तपाईले अवश्य पनि थाहा पाउनु भयो होला म कति प्रष्ट नेपाली बोल्छु भनेर, र मलाई नेपालको एकदमै माया पनि लाग्छ। My baby, my baby, my baby. मेरो जन्मस्थल चाहिँ धरान नाइस दिपेन्द्र चोक। मेरो पुर्खाको घर चाहिँ हाङदेवा ताप्लेजुङ। नेपाली कम्युनिटी का सदस्यहरू र स्टुडेन्ट जो नयाँ भर्खर आउनु भएको छ सिडनीमा उहाँहरूलाई र सबै डान्स कोरियोग्राफरहरूलाई, डान्सरहरूलाई, सिङ्गर्सहरूलाई, भिडियो डिरेक्टर्स, क्यामेराम्यान सबै सिडनीमा रहेका तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइहरूलाई म ट्याग गर्न चाहन्छु। र लेक्स भाइलाई चाहिँ धन्यवाद दिन चाहन्छु कि एउटा डिफ्रेन्ट किसिमको यो गेम खेलाएकोमा, र यसले हाम्रो नेपाली टुरिज्म 2011 चाहिँ एकदमै सहयोग गर्छ भन्ने मैले पूर्ण आशा लिएको छु। यसको यो ब्लग पनि छ lexlimbu.com, त्यसको लागि लेक्स भाइलाई चाहिँ म धेरै धन्यवाद दिन चाहन्छु। यति भन्दै मेरो यो भिडियो ट्याग गेम चाहिँ म यहाँ सकाउन चाहन्छु र अन्त्यमा तपाईहरु सबैलाई म धन्यवाद दिन चाहन्छु कि मेरो भिडियो ट्याग हेर्दिनु।